लौ न दसैँको साइज जान लागिसक्यो टिका लगाइदिने होइन भने दसैँको दिन पनि नरिसाउँ भने यो लसेक फसेक देखेर रिसाउनै पर्ने ए लौ न आए कति च्याठिन्छ हो साइज जानला मलाई पनि थाहा छ त मेरो घर हाता घडी सबैले टिका लगाएर हिँड्न थालिसक्यो अलिक अनि पैसा दिनु परेन पैसा खोज्न लाग्यो नि त्यहाँ पैसा ल फलफुल पनि यहाँ आउँदा कति चाहियो र अब ल अहिले त लिने त आशिष चाहिँ खोइ त मनमनै दिँदैछु त कस्तो मनमनै हो ल अब भाग्यमानी हुनु अब सबै कुराहरू सोचेको जस्तै छ धेरै नरिसाउनु अलि लोनेलाई माया गर्ने गर्नु ए कराको कराई गर्ने होइन लोग्ने पनि त माया गर्ने खालको पर्यो नि त ल अब पैसो भन्दा पनि आशीर्वाद ठुलो हो ल ल ल भाग्यमानी बस ल चाल्ने नि आऊ अनुहार बिगार्ने होइन खुसी हुने आज टिका दिन ल अब आशीर्वाद त्यति धेरै दिन आउँदैन ल अब पढाइ त त्यस्तै भइहाल्यो ढुङ ढुङ गनाउँदै नहिँड्नु ज्यान गना भने होइन इज्जत दिदी बिनाजुले यो गाली दिएको कि मलाई आशीर्वाद दिएको चुप लाग्न बिनाजुले भने ठिकै त हो नि सम्झाइ बुझाइ गर्नुभयो अनि म बाआमाको कत्रो सपना छ दिदी बिनाजु कहाँ बसेपछि उहाँ के नै गरिदिन्छन् भन्ने बाआमाको नि ख्याल गर्नु इज्जतको ख्याल गर्नु ल नमस्ते